अलि ठुलो पानी आउनासाथ हाम्रा सहरहरू बाढी र डुबानको चपेटामा पर्छन्। किन यस्तो हुन्छ र के छन् त समाधानका उपाय? नमस्कार, म विनोद पराजुली, वरिष्ठ हाइड्रोलोजिस्ट, जल तथा मौसम विज्ञान विभाग। अलिबेर ठुलो पानी परेपछि सहरमा डुबान र बाढी आएको हामीले हरेक वर्ष देखेका र भोगेका छौँ। कहिलेकाहीँ त मध्यम खालको पानी पर्दा पनि बाढी आउँछ र डुबान हुने गर्छ। यस्तो हुनुमा खास गरी दुईवटा मुख्य कारण छन्। पहिलो हो हाम्रो सहरमा खुल्ला ठाउँको अभाव। सहरका धेरैजसो जमिनमा सडक, घर जस्ता कङ्क्रिट संरचनाहरू छन्। यसले गर्दा जमिनले पानीलाई सोच्न पाउँदैन। अनि नालाको व्यवस्था राम्रो छैन भने त्यो पानी बाहिर नै जमेर डुबान हुन्छ वा ढल नाला हुँदै छिटो बगेर नदीमा पुग्छ र बाढीको रूप लिन्छ। दोस्रो कारण, सहरभित्रका नदीहरू साँगुराइएका छन्। प्राकृतिक रूपमा हेर्ने हो भने नदीको दुवै किनारमा होचो बगर हुन्छ। बाढी आएको बेला पानी फैलिएर त्यहाँबाट बग्छ। तर काठमाडौँ जस्ता सहरका नदीमा पर्खाल लगाएर दुवै किनारमा बाटो बनाइएको छ। नदी साँगुराइएकोले नदीको पानी अटाउने क्षमता कम भएको छ। एकातिर पानी जमिनमा सोसिन नपाएर छिटो खोलामा पुगिहाल्छ भने अर्कोतिर नदी साँगुरो छ। यसले गर्दा केही बेर मात्रै अलि ठुलो पानी पर्नासाथ सहरका नदीमा बाढीको जोखिम बढिहाल्छ। यो समस्या समाधानका लागि 5वटा उपाय सकेसम्म एकीकृत रूपमा गर्न सकिन्छ। पहिलो उपाय, खुल्ला ठाउँमा धेरैभन्दा धेरै वृक्षारोपण गर्ने र जङ्गलको क्षेत्रफल बढाउने। रुख बिरुवाले जमिनमा पानी सोच्न मद्दत गर्छ र खोलासम्म पानी ढिलो पुग्छ। यसले बाढी आउने प्रक्रियालाई ढिलो बनाउँछ। त्यसैले सहरभित्रै र नदी वा खोलाको माथिल्लो भूभागमा बोटबिरुवा, बुट्यान र जङ्गल हुनु निकै जरुरी छ। दोस्रो उपाय, बर्खाको पानी जम्मा गर्न सहरमा वा सहरको माथितिर भएका पोखरीहरूलाई उपयोग गर्ने र नयाँ पोखरीहरू बनाउने। बाढी र डुबान कम गर्न विकसित देशहरूमा निकै ठुला ठुला पोखरीहरू बनाइएका हुन्छन्। यसलाई रिटार्डिङ बेसिन भनिन्छ। पानी पर्नुअघि यस्ता पोखरीलाई खाली गर्ने गरिन्छ र आकाशबाट परेको पानी नदीमा पुग्नु अघि पोखरीमा जम्मा गरिन्छ वा नदीको बाढीलाई पोखरीमा लैजाने व्यवस्था गरिन्छ। यसले आकाशबाट परेको पानीको केही अंशलाई केही समय रोक्ने गर्दछ। खोलामा बाढी घटेपछि पोखरीको पानीलाई बिस्तारै निकास दिँदा बाढी र डुबान कम हुन्छ। तेस्रो उपाय, सहरभित्रका खुल्ला ठाउँहरूलाई पानी जम्मा गर्न प्रयोग गर्ने। उदाहरणका लागि काठमाडौँका खुला मञ्च, टुँडीखेल, रङ्गशाला, रत्नपार्क जस्ता पार्क र खुल्ला ठाउँमा, कलेज र स्कुलका चौरमा, त्यसै गरी घर, कार्यालय लगायतका छत र खाली जमिनमा सुरक्षित हुने गरी केही इन्चदेखि केही फिटसम्म पानी जम्मा गर्ने संरचना बनाउन सकिन्छ। आकाशबाट परेको पानी केही समय त्यहाँ जम्मा गर्ने र पानी पर्न कम भएपछि वा नजिकको नाला वा खोलामा पानी घट्न थालेपछि त्यो पानीलाई बिस्तारै बाहिर जान दिँदा डुबान र बाढी कम गर्न सकिन्छ। चौथो उपाय, आकाशबाट परेको पानीलाई घरमै जम्मा गर्ने। यसलाई रेन वाटर हार्भेस्टिङ पनि भनिन्छ। घरको खाली ठाउँमा खाडल बनाई बालुवा, ग्राभेल राखेर त्यसमा पानी जम्मा हुन दिँदा जमिनभित्र पानी सोसिन्छ। यसले भूमिगत जलभण्डार पनि बढाउँछ। पाँचौँ उपाय, नदीको चौडाइ र गहिराई बढाउने। सहरभित्रका नदीहरूले आफ्ना जलाधारबाट आउने पानीलाई अटाउने क्षमता गुमाएका छन्। त्यसैले कतिपय ठाउँमा चौडाइ र कतिपय ठाउँमा गहिराई बढाउनु पर्ने अवस्था छ। यी सबै उपायहरू अपनाउँदा बाढी र डुबानको जोखिम घटाउन सकिन्छ, तर पूर्ण रूपमा नियन्त्रण भने गर्न सकिँदैन। ठुलो बाढी वा डुबानको बेला जोखिममा रहेका घर बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्नुपर्ने हुन सक्छ। यो नै क्षति न्यूनीकरणको अन्तिम उपाय हो। त्यसैले बाढी र डुबान सम्बन्धी हामीले दिएका पूर्व सूचना र पूर्वानुमान पनि हेर्दै गर्नुहोला। यो त भयो सहरी बाढी र डुबानबारे जानकारी। बाढी तथा जलविज्ञान सम्बन्धी नियमित जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जाल हेर्दै गर्नुहोला। धन्यवाद।